के पोजिसन छ तिमीहरूको? हराइगयो क्या मेरो छोराहरू? हेर दिन सधैँ एक नास हुँदैन, बोल्छ तिमीलाई कुनै दिन मेरो छायाले। दिन सधैँ एक नास हुँदैन, बोल्छ तिमीलाई कुनै दिन मेरो छायाले। हेर दिन सधैँ एक नास हुँदैन, बोल्छ तिमीलाई कुनै दिन मेरो छायाले। गाह्रो भएछ र मलाई। सुख दुःख जिन्दगीमा मिलिजुली साटौँला, सुख दुःख जिन्दगीमा मिलिजुली साटौँला, विरतीको डोरी हाम्रो बलियो गरी बाँचौँला भन्दै मलाई छल गरेर गयो नेटो काटी, दैव सामु कसम खाए दैवलाई नै ढाँटी। हेर दिन सधैँ एक नास हुँदैन, बोल्छ तिमीलाई कुनै दिन मेरो छायाले। हेर दिन सधैँ एक नास हुँदैन, बोल्छ तिमीलाई कुनै दिन मेरो छायाले। उत्सव, सङ्गम र यसै गरी सम्राट, यी तीन मध्ये कोच मिलन कसलाई लिएर जाँदै हुनुहुन्छ लाइभ सोमा? पालो अब डिसिजनको। गाह्रो छ। तपाईँहरू तिनजना, चाहे यहाँ तपाईँहरू तिनजना होस् नहोस् होइन, चाहे आज जो सिलेक्ट होस् नहोस्, तपाईँहरू तिनजनाको फ्रेन्डसिप कहिले पनि तोड्नुहुन्न नि? ओके मैम। तोड्दैन नि? पक्का स्योर? यस मैम। यो मेरो यो डिसिजनलाई मलाई लाग्छ तिमीहरू तिनैजनाले
जसलाई लिए तिनजनामा जसलाई लिए पनि तिमीले एक्सेप्ट गर्छौ भन्ने लागेको छ मलाई है। र यो भन्दै म नेक्स्ट लाइभ सोको लागि अगाडि लान चाहन्छु सङ्गमलाई। Congratulations, Sangam! थ्याङ्क यू गोपेश। लाइभ सोमा प्रवेश गर्नुभएको छ। स्टिल प्लिज